हेलो सम्पूर्णमा नमस्कार। म चाहिँ तपाईहरुको लागि एउटा सानो मौरी मार्न जान्न भएको छ। यसो मिलाएर हेर्नुलाई हेर्नुस् त। हामी चाहिँ अहिले ठ्याक्क माथिनेर यहाँ वनको मौरी भनेर छ त्योनेर माथि मान्छे उभिएकोमा त्यसलाई चाहिँ हामीले नबलेको कारणले त्यो जलाएर खाने त्यसलाई चाहिँ निकालेर खाने भाइले चाहिँ त्योलाई आगो लगाउने भनेको हाम्रो गाउँतिर चाहिँ कन्ठरो मान्ने भन्छ हैन। हेर्नुस् त फेरि निकालेर ल्याइहाल्यो। कति छिटो निकालेर ल्याएको। त्यो चाहिँ नभएको वाला हो। अब चाहिँ पोलिराखेका छन् त्यसलाई। अब पोल्छन् हैन। अनि त्यसपछि हेर्नु है कसरी काट्छ भाइले। काट्छन् ठ्याक्क पारेर। त्यो काट्यो भने चाहिँ देख्नु भयो होला। हामीले चाहिँ त्यहाँ निकाल्न लागिसकेको छौँ। यहाँ काट्नु भइरहेको छ। हजुर यहाँ काटेर त्यो निकाल्न लागिरहेको छ। अब लागेको छौँ हामी चाहिँ है। अब चाहिँ निल्कियो। अनि त्यसपछि अब चाहिँ हामीले पोलेर खान लागेको छौँ। अनि हामीले चाहिँ अब पोल्छौँ अनि खान्छौँ है। तल मान्छेहरू धेरै उभिनु भएको छ। हामीले हेरिरहेको छ। अनि त्यसपछि यसको म हेर्नुस् यहाँ यो यति छ। तल मान्छे हेर्नुस्। म तल मान्छे हेर मान्छे। ल मह चाहिँ यति छ। खाने मान्छे चाहिँ हेर्नु त स्टार्ट भइसक्यो। खाना चाहिँ खाने चाहिँ यति धेरै जना हेर्नु न। यो सब खाने हैन सबै यहाँ हेर्नु त यति हो। खाने मान्छे उकार्ने मान्छे ल हेर्नु त यो मह खाने मान्छेको जन्ती नै हो जस्तो लाग्यो हो। मह फेरि यति छ। मह फेरि यति नै हो नि क्या हैनहरु त। बालापनको उमेरै ठिकै बच्चाहरु कति दौडेको। मह यो चाहिँ मह मान्छे हेर्नु त ल। यिनीहरु ठुला भयो भने त ठुलै जन्ती हुन्छ। सानो पनि सानो जन्ती भयो हैन र। ल महको लागि कति धेरै है तलतिर लागे। अब ठ्याक्कै मैले मान्छेहरु कति धेरै हुनुहुन्छ त्यहाँनेर। हेर्नुस् त मैले पनि लिएर आएको छु। थोरै छ यहाँनेर चाहिँ वनमौरीको मह चाहिँ थोरै छ एकदम थोरै छ। एक चम्चा पनि छैन। अब हेर्नु न मेरो छोरीले फेरि मलाई खानु लिनु मम्मी भनिरहेछ के। ल खाने रे के त्यो कति छ र हेर्नु। बाड्ने मान्छे त छ नि। उ नानी बोकेर बसिरहेछ कि मागिरहेछ। दाइको छोरा हो। बाड्ने चाहिँ मेरो मम्मी हो। हेर्नु त यति छ फेरि बिचरा मम्मीले लास्टमा गरौँ न। हेर्नु त कति मिठो गरिरहेको। बाफ्रे रोल्पातिर छ कति धेरै छ कति धेरै। हामी त प्रत्येक दिन हो कि यस्तै खाने। हेर्नु त मम्मीले छैन भन्नुहुन्छ। छैन अरे बहिनीलाई पनि पुगेन। मलाई चाहिँ मेरो छोरीले दिएको पनि सानो दिएछ। मिठो हेर्नु त मागेर ल्याइहालेँ। खान नपाउने मान्छे यहाँ हुनुभयो बिचरा लास्टमा। छैन त्यो मैले लिएर आएको। अनि हेर्नु त उहाँले पनि हेर्नु न बिचरा लास्टमा आएर हेरिरहेको हुन्छ। आमा छोराले हेर्नु त। अब चाहिँ यहाँनिर ऊ मम्मीले चाहिँ हात चातिराख्नु भएको छ। बहिनी र आन्टीले चाहिँ हेर्नु न। बहिनीले चाहिँ मलाई पनि ल्याउँदैन नभएर भाग्नु भयो फेरि। अब जानुभयो कि मेरो भाइ छ है त्यहाँ। सिद्धियो अब।